हेलो गाइस, के छ खबर? सन्चै हुनुहुन्छ? वेलकम टु माई मिनी ब्लग। आजको दिन त्यही हो, सधैँ चाहिँ मुख धोएर नै सुरुवात हुन्छ। चिसो लाग्यो टक्क मुख धोयो अनि म पसल जान्छु। आज चाहिँ हाम्रो गाउँमा टक्क बिहानै बस आएको छ। पसलको अवस्था चाहिँ यस्तो छ, टक्क अब मिलाउनु पऱ्यो यताउता। त्यो अब बढारकुँडा गर्नतिर थाल्छु। टक्क बढारेर सफा गर्दैछु। चिया र पानी लिएर आइदिनुहुन्छ मम्मीले चाहिँ। म चाहिँ पहिला पानी पिउने गर्छु, टक्क पानी पिउँछु, चिया पिउन थाल्छु म चाहिँ। हाम्रो पसलबाट पारिपट्टि चाहिँ यस्तो घाम लाग्छ, त्यो अर्को पसल नि हाम्रै हो गाइस। हेर्नु घाम लागेको देख्न सक्नुहुन्छ तपाईँहरू। मम्मीले मलाई खाना खान बोलाउनुहुन्छ। खानामा चाहिँ आज के हो, भात, मुलाको अचार। घाममा बसेर हामीले चाहिँ भोगटे फोकेर खान थाल्छौँ। यस्तो मिठो भोगटे थियो हेर्नु गाइस, टक्क नुनसँग टक्क खाइयो। यस्तो आनन्द आयो घाममा बसेर खाँदा। यो चाहिँ हाम्रो पसलको साँझको भ्यू कस्तो लाग्यो गाइस। आजको ब्लग चाहिँ यति नै। थ्याङ्क यू सो मच फर वाचिङ।